राधे राधे सबैजनालाई। ओम शान्ति शान्ति शान्ति। कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। ॐ राधा साध्यं साधना यस्य राधा मन्त्रो राधा मन्त्रदात्री च राधा सर्वं राधा जीवनं यस्य राधा 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 वाचिकम तस्य शेषम। हे राधा रानी लड्डू गोपाल जी को श्री चरणमा वन्दना गर्दै आज म डम्बर बहादुर कटोल मण्डल म आज मेरी कुलदेवीको शक्तिको आगमन गर्दै मेरो शरीरमा 2012 बाट उत्पन्न हुनुभएको हाम्रो आज जिजु पराजुहरूले जुन हाम्रो शक्तिलाई मानेर ल्याएको कुल आज कुल शक्ति मेरो शरीरमा आएको र आज प्रथम दिवसमा यो भिडियो मैले परिवार आफ्नो सदस्य आफ्नो सबै दाजुबहिनी दिदीबहिनीहरूलाई परेको दुःख कष्टको निवारणको अर्थमा आज म लामा झ्याक्रीको काम गर्दा लगभग आज 13 वर्ष पुगेर 14 मा लागिसक्यो। तर पनि मैले कहिले पनि सोशल मिडियामा आएको थिइनँ। म प्रथम बार अहिले मानिसहरूलाई जरुरी पर्यो भनेर यो भिडियो प्रथम बनाउँदैछु र कसैलाई कसैको दुविधा हेर्नुहोस्, मानिसमा अहिले कलियुगमा नाना प्रकारको दुःख कष्टले घेरेको छ। मानिसलाई नाना प्रकारको घरमा प्रब्लम क्रिएट भएको छ र त्यो प्रब्लमलाई फेस गर्नको लागि कसैले राम्रोसित कोही लामा झ्याक्री पाउँदैन। नाना प्रकारको दुनियाँभरको मानिसहरू कहाँ डुल्छन्। तपाईले हाम्रो यो नम्बर कमेन्ट बक्समा दिया जान्छ, त्यहाँबाट लिनुहोला। तपाईको घरमा कुनै पनि प्रब्लम हुन्छ, जस्तै कि घरमा नानीहरू राति सुत्दाखेरि बडबडाउने, दारा किट्ने, कालिएर उठ्ने, डराउने, घरमा अब कुनै पनि अब श्रीमान श्रीमतीको हाई झगडा काज्य कला कलेश, घरमा अशान्ति हो, नाना प्रकारको अब बिमारले कसैलाई घाउ खटिरा हुने, यस्ता नाना प्रकारका नाना किसिमका दुःख कष्टले घेरेका छन्। दबाई औषधि गर्छन्, उपाय लाग्दैन। कसैका हात गोडा फुल्लिएका हुन्छन्, कसैका नाकको दोष परेको हुन्छ, नजान्दामा नाना प्रकारको दबाई औषधि ल्याउँछन्, त्यहाँबाट नि कृपा हुँदैन र कतैबाट नपाउँदा नाना प्रकारको दुःखले घेरेर उहाँहरू निराश भएका हुन्छन्। तिनीहरू मनुष्यलाई अब माँ भगवती माँ दुर्गाको शक्तिले, माँ जगत जननी र राधा रानी, मेरा इष्ट राधा रानी र श्री कृष्ण कन्हैया लालको यो आज मन्त्र चिकित्साद्वारा केही गरिदिँदाखेरि सञ्च भएको धेरै मानिस छन्। म तपाईलाई प्रमाणित गरेर भिडियोमा फेरि उहाँहरूको बोलीमै उहाँहरू कस्तो कस्तो रोगले, कोही बोक्सीले घेरिएको उफ्रिँदै चिल्लाउँदै नाच्दै गाउँदै एकदम आफ्नो जो केस हुन्छ जस्तो पगला भएर हिँडे जस्तो त्यस्तो उसको शरीरमा कम्पावन भएर यहाँ धेरैजना त्यस्ता नाना प्रकारका, खासीमा खासी हुन्, हिन्दूमा हिन्दू हुन्, कुनै धर्मका पनि मान्छे आउँछन् र उहाँहरू चिकित्साबाट लाभ उठाएर आज सन्तुष्टि भएर गएका छन्। कोही कसैको मुर्गी बिमार आन्छ, आज मुर्गी बिमारले नाना प्रकारको मुखबाट फ्यान गिराएर कोही उँधो लड्ने, कोही निचे कोही आँखा बटार्ने, यस्ता नाना प्रकारको भएको जङ्गलीको दोष भएका, कोही बच्चाहरू 4 वर्ष 5 वर्ष नबोल्ने, यिनीहरूको जो पनि प्रब्लम छ अहिलेसम्म भगवानले यहाँ ल्याएको नानीहरूको उपकार भएको छ। उहाँहरू ती बोक्सी डाइनी लागेकोमा पनि सञ्च भएको छ र तपाईहरूले कमेन्ट बक्समा नम्बर लिएर फोन गरेर सम्पर्क गर्न सक्नुहुन्छ। अरू तपाईहरूको घरमा जे पनि तपाईहरूलाई प्रब्लम भएको छ कमेन्ट बक्समा सेयर गर्नुहोला, भन्नुहोला र त्यो
कसरी हुन्छ मसित सम्पर्क गर्ने। अनि कुनै एउटा टाइम हुन्छ 9 बजीबाट हामीहरूको 11 बजीसम्मको टाइम हुन्छ। त्यो टाइममा हामीले वार्तालाप गरेर त्यसको कुन तरिकाले त्यसलाई चाहिँ अब राम्रो गर्ने हो, के पूजा चल्छ त्यसको लागि, त्यसको अब म आँखा हेरेर तपाईँको नाम चाहिन्छ, तपाईँको नाम चाहियो, नाम र मलाई फोटो चाहिन्छ। फोटोमै म तपाईँको सारा वृत्तान्त हेराएर बताइदिनेछु र कुन प्रकारले कुन पूजा गराएर तपाईँलाई सञ्च हुन्छ त्यो मैले बताइदिनेछु। त्यो तपाईँको कुरा अब तपाईँहरूले राम्रो लागे गर्नुहोला, नराम्रो लागे अब तपाईँहरूलाई केही हाम्रो जबरजस्ती छैन। र राधे राधे।